ल रोमा हिमालय यात्रा सुरु छ जी चाम्थपोसम्म ल खाना खाएर 3-4 महिना लगातार नन स्टप काम गरेपछि आज मान्छेहरूको पुरा नसा खुम्जिएको रे त्यही भएर नसा खुलाउनको लागि हाइकिङमा जाँदैछ आज हामी लगभग हामी यो घरदेखि कति किलोमिटर भन्दाखेरि 5-6 किलोमिटर चाहिँ हामी हिँड्नेछौँ उकालो त्यो पनि यो चाम्थपो भन्ने ठाउँतिरसम्म चाहिँ हामी जानेछौँ आज हाइकिङ जानुपर्ने उयो माथि हो अब हाइकिङ जाने मान्छेहरूको चाहिँ ड्रेस यो दिदीबहिनीको एउटै छ अर्को दिदीबहिनीको एउटै छ यस्तो छ सबैको ड्रेस फेरि त्यो खाला किन्ने उयो आनादेखि फेरि यता ड्रेस त एउटै छ फेरि यता ल फाइनली अब हाम्रो यात्रा हुँदैछ सबै कुराहरू डिटेलमा देखाउनेछु यस आज मौसम बादलले छेके तापनि पारीतिरको बादलले छेकेछ यो वारीपट्टि चाहिँ एकदम राम्रो देखेछ यो भिडियो तपाईलाई देखाउँछु आधी बाटो हिँड्यो अब फाइनली हाम्रो अर्को ग्रुपसँग पनि भेटेको छ भेट भएको अवस्था छ हेर्ने ल महिनासम्म तिमीले तात छोड्यो तिम पुरा युरोप चाहिँ खबर हाम्रा नै त्यही भएन तर हे कोरीको सेताले नानी यान्छ घन्छले हे यान्छ घन्छ पट्टै डान्छले किमदाङको मान्छे अनुहार नराम्रो भए पनि ठाउँ राम्रो छ क्या हेलो गाइस हामी आज पिकनिक जाँदैछौँ चाम्थपोमा पिकनिक चाम्थपो कता हो माथि डाँडाको डेरा अर्को डाँडाको डेसीमा त्यहाँ चाम्थपो अनि कस्तो हुँदैछ यात्रा अनुभव एकदम राम्रो अहिले बाटो बानी पर्यो भने चाहिँ बिजोक गाइस मैले बाटोमा मेरो बुहारीलाई भेटेको छु यता अनि खोइ त छोरालाई कता छोड्यो छोराको घर उयो